याद राख्नुहोस्, राजालाई राजा बन्न रानी हैन राज्य चाहिन्छ राज्य हो। मैले त्यही राजाको कुरा गर्दैछु, हाम्रो क्रिकेटको राजा सन्दीप लामिछाने। Here's another googly and it's cleaned him up, I reckon. Goes with the googly. Oh, that's got to be gone. And it's Lamichhane again. Googly got him. Lamichane's match. Speared in. It's given as a wide, but it's a wicket. जसरी बीबीएल आईपीएल मा सन्दीपको पर्फर्मेन्स थियो, हो त्यही पर्फर्मेन्स सन्दीपको बल्ल फर्किएको छ र राजाको कमब्याक भएको छ। पछिल्ला केही खेलहरू हेर्दा सन्दीपको राम्रो पर्फर्मेन्स निस्किएको छैन। सन्दीप पहिलाको लयमा थिएनन्। सन्दीपलाई विकेट ल्याउन धौधौ परेको देखिन्थ्यो। हो, सन्दीप कतारसँगको गेममा कमब्याक गरेका छन्, त्यो पनि 5 विकेटका साथ नेपाललाई खेल्ने जिताए। हो, हामीले चाहेको र देखेको सन्दीप हो यिनै हुन्। हो, यिनै हुन् राजा, हाम्रा क्रिकेटका राजा। जसरी नेपाल र कतारको गेममा हिजोको प्लेइङ 11 थियो, ललितको ठाउँमा आदिललाई लिएर नेपालले ब्याटिङ लाइनअपलाई अझ स्ट्रङ बनाएको थियो र पनि नेपालको ब्याटिङ धर्मराएरै छाड्यो। कतारसँगको गेममा पनि नेपालका ओपनरहरू दुवै चलेनन्, दुवै टिक्न सकेनन्। टिकुन पनि कसरी? प्रतिदिन ओपनरहरूबाट हामीले राम्रो रनको आशा राख्नु पनि गलत हुन सक्छ। हो, यिनीहरू पछिल्लो समय लयमा छन्, राम्रो पर्फर्मेन्स गरिरहेका छन् र सधैँ एउटै आशा राखेर हुँदैन। कप्तान र उपकप्तानको इनिङ्स थियो, त्यसले नै नेपाललाई 147 मा पुर्यायो। त्यसपछि नेपालको विकेटहरू डङ 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 झर्न थाले। कुनै पनि मिडल अर्डरका ब्याट्सम्यानहरू टिक्न सकेनन्, क्रिजमा 10 मिनेट पनि टिक्न सकेनन्, 10 रन पनि बनाउन सकेनन्। हामीले मिडल अर्डरको कुरा गर्दा कुशल मल्ल, सन्दीप जोरालाई त्यही आउने टुकु टुकु 2-4 रन हान्ने, क्याच हुने जाने। हो, हाम्रो मिडल अर्डर धर्म रहेको छ, मिडल अर्डरलाई विश्वास गर्न सक्ने अवस्था छैन। अब कुशल मल्ल र सन्दीप जोरालाई कमब्याक गर्ने कि अब यिनीहरूलाई साइड लाएर हाम्रो बेन्चमा बसेका प्लेयरलाई स्थान दिने? हामीले सोचेका थियौँ कतारसँगको खेलमा मिडल अर्डरमा धेरै चेन्जेस आउन सक्छ, तर चेन्जेस त्यस्तो देखिएन। आदिल आलम अन्सारीले चान्स त पाए, तर चान्सलाई ग्र्याब गर्न सकेनन्। आदिलको जुन हेलिकप्टर शटको आश गरेका थियौँ नि हामीले, हो त्यही हेलिकप्टर 6 बलमा 2 रन जोडेर गए आदिल। हो, कोचले र टिम म्यानेजमेन्टले परीक्षण गरेको छ, हेरेको छ धेरै खेलाडीहरूको पर्फर्मेन्स र त आदिलको ठाउँमा गुलसनले राम्रो पर्फर्मेन्स दिइरहेका छन्। अहिले हामीले आशा गर्ने खेलाडी भनेको टप अर्डरका कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, नन्दन यादव र गुलसन झा छन्। हो, हाम्रा 2-3 जना ब्याट्सम्यान जुन मिडल अर्डरका प्रपर ब्याट्सम्यान छन् नि, यिनीहरूबाट हामीले त्यस्तो राम्रो पर्फर्मेन्स नदेख्दा अलिकति दुःख चाहिँ लागेको छ। त्यही पनि केही छैन, हामी फिल्डिङ र बलिङमा स्ट्रङ छौँ र हामीले हिजो देखायौँ, कतारलाई हामीले देखायौँ हाम्रो बलिङ स्ट्रेन्थ के हो र हाम्रो किङ के हो। सन्दीपले देखाइदिए, 5 विकेट डङ 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 फाड्दिए र नेपाललाई खेल जिताए। र दोस्रो इनिङ्सको कुरा गर्दाखेरि कतार सुरुवाती 10 ओभरमा कुनै पनि विकेट नगुमाइकन करिब 75 रन पुर्याएको थियो 10 ओभरमा। नेपाल 10 ओभरमा जम्मा 60 मा थियो, त्यो पनि 2 विकेट गुमाएर। हो, जब कतारको सुरुवाती ब्याट्सम्यानहरूले जसरी खेले नि, नेपाल हार्ने पक्का पक्की देखिन्थ्यो। कसैले आश राखेका थिएनन् नेपालले कन्फर्म हार्छ, ल नेपाल लय गुमायो नेपालले भनेर। तर 10औं ओभरमा जब सन्दीप आए, सन्दीपले नै ब्रेक थ्रु दिलाए। 100 भन्दा धेरै, हाफ सेन्चुरी भन्दा माथि गएर खेलेका ब्याट्सम्यानलाई ढाल्दिए, एलबिडब्ल्यूको धरापमा पारिदिए र नेपाल अलिकति गेममा फर्किए जस्तो देखिन्थ्यो, तर पनि पुरै कतारको हातमा थियो गेम। र नेपाल जब 10 ओभरपछि नेपालको कमब्याक भयो, फिल्डिङ बलिङमा जब कमब्याक भयो, त्यसपछि नेपालले कतारलाई दबावमा राख्न थाल्यो। कतारका 2 ब्याट्सम्यान बाहेक अरूले दोहोरो अङ्क पनि बनाउन सकेनन्। त्यही 4 बलमा 2 रन, 6 बलमा 4 रन, 8 बलमा 5 रन, त्यस्तै थियो कतारका मिडल अर्डरका ब्याट्सम्यानहरूको पर्फर्मेन्स र त हामीले जित हासिल पार्न सक्यौँ। कतारसँगको खेलमा हामीले सन्दीप लामिछाने र हाम्रो कप्तानको जुन कप्तानी ट्याक्टिस छ नि, सम्झन लायक छ। हामीले कप्तानलाई गाली गर्छौँ, के खेलेको, कस्तो खेलेको, टुकु टुकु T20 मा ओडिआई खेल्ने, टुकु टुकु खेल्ने होइन।
कप्तान जसरी विकेट छ नि, जसरी पिच स्लो पिच छ, जसरी पनि रन बनेको छैन, त्यो पिचमा सोलो नै खेलेर इनिङ्सलाई बिल्ड गरिन्छ। हो, कप्तानको भूमिका नै त्यही हो। कप्तान रोहित पौडेलको कप्तानी वेस्ट इन्डिजको सिरिजदेखि त्यो कप्तानी खतरनाक देखिएको छ। उनको कप्तानी राम्रो देखिएको छ। कप्तानीलाई सबैले प्रशंसा गरेका छन् र हामी सबैले प्रशंसा गर्नुपर्छ। सन्दीप लामिछाने र रोहित पौडेल गेम चेन्जर हुन् र नेपाललाई गेम दिलाएरै छाडे।